हेलो नमस्ते वान पिक्स नेपालको युट्युब च्यानल फेसबुक पेज र टिकटक आइडीमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको भिडियोको बारेमा तपाईहरुले भिडियोको टाइटल र पोस्टर फ्रेम हेरेर थाहा पाइसक्नु भएको छ। हाम्रोतिर विद्युतमा केही समस्या भएको अस्तिको हावाहुरीले गर्दा यहाँ चाहिँ टावर छैन, कुनै पनिमा सिग्नल छैन, डन्डा हामीसँग वाइफाई छ र वाइफाईले काम गरिरहेछौं। यदि तपाई वाइफाई नेटवर्कमा हुनुहुन्छ र वाइफाई कलिङ अन गर्नुभएको छ भने तपाईको म्यान ब्यालेन्सबाट 1 रुपैयाँ कट्नेवाला छैन। सबै त्यही वाइफाईबाट सिधै कल गर्न मिल्छ र तपाईसँग टावर छैन भने पनि वाइफाईबाट सिधै काम गर्न मिल्छ। अब यसमा चाहिँ टावर नभएको बेलामा तपाईसँग वाइफाई छ र वाइफाईबाट अरु सञ्जालमा फोन गर्ने अवस्था रहेन भने, जस्तै म गाउँतिर छ, गाउँतिर फोन बाहेक अरु लाग्दैन कुनै ठाउँमा, त्यस्तोमा फोन गर्नु पर्यो भने यदि तपाईको फोनमा वाइफाई कलिङ सुविधा छ भने टावर नभएको बेला पनि वाइफाईबाट कल गर्न सक्नुहुन्छ। जस्तै तपाईहरुलाई एउटा टावर छैन अहिले मेरोतिर, म चाहिँ अरु हाइट राख्दिने छु। यहाँ तपाईहरुलाई म चेक गर्दिन्छु, ब्यालेन्स चेक गरेर यस्तो गर्ने बेला यहाँ चाहिँ दुवै सिममा चाहिँ नेटवर्क छैन, पोस्टपेड प्रिपेड एनटिसी कोमा छैन। अब अहिले चाहिँ सिग्नल छैन, एकछिन पछि चाहिँ त्यो वाइफाई कलिङ अन गरिसकेपछि यसमा चाहिँ सिग्नल अटोमेटिक आउँछ। हेर्नु होला, यसको लागि चाहिँ यो म ब्याक गरे। यसको लागि तपाईको फोनको सेटिङमा जानु होला, एन्ड्रोइड फोन। अब सेटिङ कहाँनेर छ, मेरोमा यहाँ तल छ, तपाईहरुले यहाँबाट टान्दा पनि हुन्छ अनि अथवा यसरी गएर तल यहाँनेरको यो सेटिङ, यसको सेटिङमा जानु पनि हुन्छ। फोन सेटिङमा जानुस्, अनि त्यसपछि फोन सेटिङमा चाहिँ तपाईले नेटवर्क एन्ड इन्टरनेट छ मेरोमा, तपाईकोमा के छ त इन्टरनेट अथवा नेटवर्क भन्ने हुन्छ, त्यसमा जानु होला। यहाँनेर छ, यसमा आइसकेपछि यहाँ सिम्स भन्ने छ, इन्टरनेट माथिको वाइफाई यताउता हो। यहाँ चाहिँ सिम भन्ने छ, सिम सेटिङमा मेरो प्रिपेड र पोस्टपेड दुईटै छ। अब यसमा चाहिँ तपाईले कुनमा गर्ने हो, जस्ट एउटा सिममा ट्याप गर्दिनु होला। म पोस्टपेडमा ट्याप गर्दिन्छु। यसमा ट्याप गरिसकेपछि मोबाइल नम्बरहरु देखाउँछ, त्यो चाहिँ हाइड राख्दिने छु। अल तल स्क्रल डाउन गर्नु होला। यदि तपाईसँग छ भने यहाँनेर वाइफाई कलिङ भन्ने अप्सन छ, यो वाइफाई कलिङमा यसमा चाहिँ अहिले अफ छ, यसमा क्लिक गरेर युज वाइफाई कलिङ भन्ने छ, यहाँ चाहिँ तपाईले डिटेलमा पढ्न सक्नुहुन्छ। यो चाहिँ अहिले अफ छ, म अन गर्दिन्छु। माथि टावर आएको छैन, अब टावर आउँछ। अब यसमा चाहिँ दुईटैमा पनि अन गर्न सक्नुहुन्छ। तपाईसँग मोबाइलमा त्यो सुविधा छ भने मेरो प्रिपेड र पोस्टपेड दुईटै नम्बर छ। यो प्रिपेडमा अफ राख्दैछु, पोस्टपेडमा मात्र अन राख्दैछु। अब म ब्याक आएँ। कतिपय अवस्थामा यसमा चाहिँ यो फोनले चाहिँ काम गरेन भने फोन रिस्टार्ट गर्नुपर्ने हुन्छ। मेरो चाहिँ फोन रिस्टार्ट गरेपछि मात्र काम गरेर यहाँ माथि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ दुईटा मध्ये एउटा नेटवर्क दिएको छ, जसको चाहिँ कल ओभर वाइफाई भन्ने छ, त्यो चाहिँ अन भएको छ। म चेक गर्छु। जस्तो मेरो पोस्टपेड नम्बर छ, नम्बर उकाइदिने छ, पोस्टपेडमा चाहिँ छ, प्रिपेडमा नो सिग्नल भनिरहेछ। अब यस्तो गर्यो भने मेरो ट्याक्कै ब्यालेन्स पनि देखाइदिहाल्छ, चेक भइरहेछ हैन, यो क्रेडिट पोस्टपेड ब्यालेन्स यहाँ देखाइरहेछ। अब यसबाट तपाईले सिधै फोन पनि गर्न सक्नुहुन्छ। म एकजना अघि भर्खर रिसेन्टली कल गरेको थिएँ, यसबाट चाहिँ यो फेरि कल ओभर वाइफाईमा कुरा गरे कस्तो देखाउँछ भने चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। नर्मल कल चाहिँ यहाँनेर यस्तो देखाउँछ, अनि वाइफाई कल गरे त्यसको पछाडि अलिकति वाइफाई जस्तै सिग्नल पनि देखाउँछ है, त्यो ख्याल गर्नु होला। यसरी चाहिँ नेटवर्क नभएको बेलामा पनि तपाईको वाइफाई छ तर एउटा अनलाइन कुनै अनलाइन सञ्जालमा कुरा गर्न नमिल्ने ठाउँमा यसरी चाहिँ तपाईहरुले कुरा माइक्रोफोन यता युज भएकोले यसमा आवाज सुन्नु भएन होला। यहाँ चाहिँ मोबाइल स्विच अफ भन्छ, अन्यत्र चाहिँ लाग्छ। ल हेर्नु होला, फेरि एकपटक हेरिदिन्छु। म सेटिङमा गएर माथिबाट सेटिङमा फोन सेटिङमा जान्छु। यसमा नेटवर्कबाट चाहिँ सिम्समा मेरो चाहिँ प्रिपेडमा चाहिँ अहिले पोस्टपेडमा नम्बर देखाइरहेछ। यसमा चाहिँ वाइफाई कलिङ अन गरेको छु तर यसमा प्रिपेडमा अफ छ, त्यही भएर यो देखाएको छैन। अब प्रिपेडलाई पनि अन गर्यो भने माथि टावर हेर्नु होला आउँछ। यसमा एकछिन पछि यसमा टावर लाग्छ। कहिलेकाहीँ यसरी कन्फिगर भएन भने तपाईको फोनलाई रिस्टार्ट गरिदिनु होला, त्यसपछि अटोमेटिक टावर आउँछ। कहिलेकाहीँ कन्फिगर भएन भने फोन रिस्टार्ट गर्दियो भने यो चाहिँ आउने छ। टावर अझै आएको छैन। यस्तो अवस्थामा भयो भने कहिलेकाहीँ तपाईले चाहिँ फोन रिस्टार्ट गर्नुपर्ने पनि हुन्छ। फोन रिस्टार्ट गरिसकेपछि यो प्रोपरली काम गर्छ, तर तपाईको मोबाइलमा चाहिँ वाइफाई कलिङ फिचर चाहिँ हुनुपर्छ।